राष्ट्रपति महोदय, सम्मान्य मुख्यमन्त्रीज्यू, माननीय अतिथिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार मित्रहरू र उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, सबैमा जय मधेस जय देशको हार्दिक अभिवादन। सबभन्दा पहिला सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। आज लोकीको लागि अत्यन्तै ऐतिहासिक र गौरवपूर्ण दिन हो। नेपालको सम्मान्य राष्ट्रपतिको गरिमामय उपस्थितिमा यस लोकी सिटी हलको उद्घाटन हुनु केवल एउटा भवन उद्घाटन मात्र होइन, यो हाम्रो क्षेत्रको विकास, सम्भावना र नयाँ भविष्यको उद्घोष पनि हो। यहाँ विविध भाषा, संस्कृति, धर्म र समुदाय बीचको एकता हाम्रो ठुलो शक्ति हो। यही भूमिमा शिक्षा, व्यापार, कृषि, युवा उद्यम र सामाजिक गतिविधिलाई थप गति दिँदै केन्द्रको रूपमा यो सिटी हलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। सम्मान्य राष्ट्रपति महोदयज्यू, सुनसरी लगायत मधेसका नागरिकहरूले अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, उद्योग तथा पूर्वाधार विकासमा धेरै अपेक्षा राखेका छन्। हामी चाहन्छौँ विकास काठमाडौँ केन्द्रित मात्र नभई गाउँ र सीमावर्ती क्षेत्रसम्म समान रूपमा पुगोस्। आजको यो समारोहले राज्य र जनताको सम्बन्ध अझ मजबुत बनाउने विश्वास लिएको छु। हामी राजनीतिकलाई केवल सत्ता प्राप्तिको माध्यम होइन, जनसेवा र राष्ट्र निर्माणको अभियान बनाउन चाहन्छौँ। विशेष गरी युवाहरूलाई म भन्न चाहन्छु, अब विदेशी नै बाध्यता होइन, आफ्नै ठाउँमा अवसर सिर्जना गर्ने समय आएको छ। लोकी, सुनसरी र समग्र मधेसलाई समृद्ध बनाउने जिम्मेवारी अब हाम्रो काँधमा छ। अन्त्यमा यस महत्त्वपूर्ण परियोजना सम्पन्न गर्न योगदान दिने पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीज्यू, हाम्रो यो गाउँपालिकाका अध्यक्ष अयुबज्यू लगायत सम्पूर्ण निकाय, निर्माण व्यवसाय, कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। सम्मान्य राष्ट्रपतिज्यूलाई लोकीमा आगमनका लागि विशेष आभार व्यक्त गर्दै यहाँको जनताको तर्फबाट हार्दिक स्वागत र सम्मान प्रकट गर्दछु। यति भन्दा भन्दै पनि यो बीचमा चाहिँ स्थानीय जनताको निकै गुनासो आयो। यो ठाउँमा पहिला तरकारी बजार हुने गर्थ्यो, उहाँको गुनासो थियो यो सिटी हल त अरू ठाउँमा बने पनि हुन्थ्यो। जनताहरूको गुनासो छ यो सिटी हलमा त धेरै अस्पताल बने हुन्थ्यो, अनेकौँ कुरो आउँछ। तर जम्मैलाई आग्रह के गर्न चाहन्छु भने जे पर्पजको लागि यो हल बनिया छ त्यही पर्पजको लागि यो हललाई उपयोग गरौँ। बाँकी कुरोको लागि हामी निरन्तरण पहल गरौँ। धेरै जनताको के भनाइ छ भने 38 करोडको हल बन्दा यहाँ त कोल्ड स्टोर 5वटा बन्न सक्थ्यो, किसानको लागि कोल्ड स्टोर बने पनि हुन्थ्यो। ल अब बनेन, अब बन्नको लागि हाम्रो अध्यक्षज्यू लगायत सम्पूर्णबाट पहल गर्न पनि आग्रह गर्दछु। यो हल चाहिँ दम्मको गगनचुम्बी भवन जस्तो सरकारको पैसा थन्केर नबनोस्, यो हलको वास्तविकमा सदुपयोग होस्, यो पनि चाहना छ हाम्रो। अन्त्यमा हामीले सधैँ बजेट अभाव छ भनेर भन्ने गरेका छौँ। म चाहिँ पूर्वाधार विकास समितिको सदस्यको नाताले यसले संसदमा काम कर्तव्य गरिराख्दा निर्क्योलमा के पुगे भने 1 वर्ष राष्ट्र गौरवका आयोजनाहरू ढिलाइ हुँदा 235 अरब घाटा हुने रहेछ। 235 अरब घाटा हुनुको मतलब सरकारी संयन्त्रको असक्षमता, राजनीतिक हस्तक्षेप लगायत विभिन्न कारणले गर्दा 235 अरब घाटा हुने रहेछ। उदाहरणको लागि भेरी बबई डाइभर्सन मल्टिपर्पज आयोजनाको एउटा उदाहरण लिउँ। गुरु योजनाको हिसाबले त्यो आयोजना 2077 मा सम्पन्न हुनुपर्ने, हालसम्म सम्पन्न भएको छैन। त्यो आयोजना
1 वर्ष ढिलाइ हुँदा 950 करोड क्षति हुने रहेछ। त्यसको जिम्मेवारी कसले लिने? हामीले चाहिँ अबको आयोजनाहरू समयमै कसरी सम्पन्न हुनुपर्छ र त्यसलाई चाहिँ यो सिटीहरूलाई सही सदुपयोग कसरी गर्नुपर्छ, हामी सबै मिलेर हाम्रो अध्यक्षज्यू, सामान्य राष्ट्रपतिज्यू, मुख्यमन्त्रीज्यूलाई सबैलाई हार्दिक आभार